गएर फर्किने कि जाने हो माथि माथि जाने ए हजुर More than 40, huh? Yes, many brothers, sister, uncle. Yeah. Maybe grandma, grandpa. Wow. Sister, big sister. Yes, cousin, nephew. No, we are lucky. Wow. Hello, baby. Go a little bit in front of us. Right. Where's the old summer garden? Yeah, that's all Samaga. Wow, so wonderful, huh? Oh, somebody coming, huh? Nepali guy. Nepali guys. Yes, Yeah, we yeah. meet every time. Right. Every day, you are right. Wow. Okay. Yeah. Okay. Bye bye, everybody. Enjoy. Have a nice day. Wonderful Brendra Tal, Samagao, Yeah. and the Sela, and Ganesimal. नमस्कार दर्शक साथीहरू यो चाहिँ मनसोलु जाने बाटो गोर्खाको वीरेन्द्र ताल हो। हाम्रो राजाले यो सबभन्दा मन परेको ताल भएको हुनाले चाहिँ वीरेन्द्र ताल नाम राखेको भन्ने कुरा बुझिन्छ। र उताको सामगाओ हो भने पल्लोको चाहिँ सेला र उता चाहिँ माथि हिनाङ पिक देखिरहेको छ भने उता चाहिँ गणेश हिमाल देखिरहेको छ। तपाईहरुले यो भिडियो कस्तो लाग्छ साथीहरु लाइक कमेन्ट शेयर गर्न चाहिँ नबिर्सिनु। र त्यो बादलले एकदमै छपेको चाहिँ मनसोलु हिमाल हो। यो चाहिँ मनसोलुको सनराइज बिहानको सिन हो दर्शक साथीहरु। हामी सामगाबाट आएर यहाँ लन्च खाएर चाहिँ घुम्नु गएको माथिबाट खिचेको सम्धु भिलेज हो। अहिले चाहिँ हामी 4650 मिटर हाइटमा छौँ। धर्मशाला हाई क्याम्प तपाईँहरू देखिरहनु भएको छ। अहिले हामी त्यहाँ लन्च खाएर यतिसम्म घुम्नु आएको। आज हामी फर्केर त्यही आज सुन्दैछौँ र भोलिको हाम्रो 3:30 बजेको यात्रा यसरी हुँदै हामी चाहिँ यता लड्के पिकको छेउबाट लड्केलाई पास गरेर हामी बिमाथाङ झर्नेछौँ। तपाईँलाई यो भिडियो कस्तो लाग्छ लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु। हस् त धन्यवाद। सम्धको आज दृश्य तपाईँहरू हेर्नु भएको छ। आज चाहिँ 29 तारिक हो अक्टोबरको। राम 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 राम। ममा त चप्पल लिएर आयो नसक्ने हो क्या है पढिराख चाहिँ। राम राम राम। त्यसो गएर फर्किने कि जाने हो माथि माथि जाने ए हजुर 2-3 रेस हो ए खेला सानो थोकै हो ए हो बुझ्दै ये से त्यो थन खाए ए झन् फ्याइ थनी ल साथीहरु सम्धुको दृश्य जो माथि पासको छेउसम्म पुगेर आएर अहिले हामी फर्किँदैछौँ तलसम्म जो या त्यसो बाइ बाइ तल जडिरहेको छ हो लली प्लिज केयरफुल हामी सम्धुबाट समगाउ जान्दै है गाइस। हेर्नुहोस् यसपालिको वेदर बचेर आयो है हजुर। आज कहाँसम्म हो सेलासम्म हो। यसपालि चाहिँ मनसोल ट्रेकिङ गएर अहिले हामी माथि 4960 पुगेर फर्केर चाहिँ अहिले हामी पेवामा आइपुगेका छौँ। ठाउँ चाहिँ अझ डर लाग्दैछ यस्तो पानी परिरहेको छ। हजुर
यो चाहिँ साथीहरू 2063 साल 2025 को मनसोलु ट्रेकिङमा जाँदा यसरी पानी परेर हिउँ परेर हामी फर्किरहेको दृश्य। Oh my god! मनसोलु ट्रेकिङ साथीहरू यसलाई 2025 को अथवा 2083 सालको मनसोलु ट्रेकिङ यस्तै हो है। ल दर्शक साथीहरूको चाहिँ यहाँ बाटो झऱ्यो भने बुढी गण्डकीमा ठ्याक्क हेर्नु त साथीहरू मनसोलु ट्रेकिङ यस्तै है। जाने बाटोमा साथीहरूलाई हेर्नुहोस् त त्यो वाटरफलमा पनि सिलिरहेको छ। यो चाहिँ बुढी गण्डकी साथीहरू।